Finally guys, welcome to my new vlog and new vlog. आज चाहिँ हामी फाइनली अब ट्युसनबाट आएर बसेर हामी चाहिँ टक्क हिँडिरहेको छौँ। हामी चाहिँ अब घर जान लाग्यो गाइज है। त्यसैले म भन्दैछु कि यो भिडियो बाहिर अपलोड नपाउँछु है यो भिडियोलाई सेकको प्राइभेटमा पासपोर्ट डालेर राख्नु होला। धेरै पब्लिक नगरिदिनु होला यताउता के भइरहेको छ भन्न चाहन्छु म। हाम्रो गाइजहरू पनि यहाँ धेरै छन्। कोही काक्स बोकेर हिँड्छन्, कोही छात्स बोकेर हिँड्छन्, कोही अब हाम्रो सर्टकट भाषा होला नि। कोही चाहिँ अब यहाँ हिँडिरहन् दुईजना है। फाइनली यो चाहिँ हाम्रो महानगरपालिका वडा नम्बर 11 रहेको छ। बाटोहरू पनि ला साङ्ग्रो भएर सबजना यहाँ घुर्सिँदै हिँड्दै गरिराखेका छन्। आन्टीले पछाडि हेरिराख्नु भएको छ सुरतले लाने भनेर। सबजनाले देख्न सक्नुहुन्छ यहाँ है। मलाई त्यो अनिलको त्यो रियाक्सन यस्तो दामी लाउँछ, त्यसको त्यो बगरमङै होइन गाई। त्यो चाहिँ एउटा नम्बर 11 रहेको छ हाम्रो काउन्टरको है। हामी चाहिँ अब भर्खर बिहान 6 बजे चाहिँ घरबाट हिँड्न पर्ने हुन्छ र 7 बजे हामी स्कुलमा पुगिसकेपछि हाम्रो फर्स्ट पिरियड म्याथ रहेको छ र सुरु एकदम ट्यालेन्ट छन् म्याथमा। ट्यालेन्ट फेरि मिस्टर लाल उहाँको पोजै उहाँको स्वागै बेग्लै छ है। खतरनाक छ क्या। खतरनाक सक्दैन क्या के रे सक्दैन क्या ठिकै छ। अहिले राम्रो उद्घाटन गरेको भने झन् बिजोग भएको थियो। के झन् हेर्नु नि यहाँ अस्ति भर्खर बनाएको हो कि गाइस कि यो बाटो छ नि अस्ति भर्खर ढलान हाने कि हेर्नु त अहिले यहाँ यो कचेरा। ओ माई गड सेम कि डिट्टु आँखामा आउने कचेरा। ल छोटो हाम्रो छोटोवाला थोडा देखाइदिएको गाइज है। त्यसैले कस्तो आज चाहिँ काम लाएर हुन्छ कि आनन्द। आज चाहिँ शीतल भइरह हामी पनि हिँडिरहौँ। पुरा त फेरि यो पानी परे त चिया खाएर होटलतिर चिया खाएर चल्दिउँला। आज हेर्नु न पानी परिराख्यो भने चिया खाएर होटलमा चिया आउने रे। स्पोन्सर हानिदिन्छु भनेको भएन। स्पोन्सर हानिदिन्छु भनेको के रे अब कामले गर्यो अब पानी त तर पर्नै पर्ने हो कि। उहाँ चाहिँ हाम्रो नयाँ मोडल हुन्छ है। यो चाहिँ हाम्रो नयाँ तरिकाको हिँडाइ हो है। 1 2 3 go। सक्दैन है, सक्दैन कसैले सक्दैन। त्यो चाहिँ काउडराको टुप्पोबाट बगेर आएको पानी। टुप्पैबाट बगेर आएको पानी टुप्पोबाट फेदसम्म त्यो निरन्तर चलिरहेको है। होइन तिमीलाई देखाइरहेको थिएँ तर अब चाहिँ मैले आफूलाई देखाउँछु। म आफू यहाँ हाजिर भइसकेको छु किनकि मेरो साथी एउटा अपाङ्गता छ। अपाङ्गताको यहाँ उस हुँदैछ, सो हुँदैछ, बाटो सो हुँदैछ। सब
त्यसले त्यो भद्रकोट जस्तो सिरियल पाउँछ कमेडी सिरियल भोइस अफ नेपाल गएर एकछिन देखाउँछ यसले भोइस अफ नेपाल गएर एक्टिङ होइन कि त्यहाँ त गाउँलेहरूलाई नि के मैले त्यही त भन्नु मैले उल्टो भनेको कि खुट्टो भोइस नेपालमा गएर गाउनेको साट्टा देखाइदिने है गाई चाहिँ साइर गए मन बसौला उदो जाने नदीमा पसौला ल भाइ त अनि काउने त्यो के अरे बन्दीपुर जाउला सँगै बसौला क्यामेराले सेल्फी हानौला है गाई चाहिँ हेरिदिनु होला मेरो भाइनाले यो काउडाराको सिँढी एकदम के 10 वर्ष भइसक्यो गाई चाहिँ यही सिँढी हिँडेको तर अझै पनि सफलता हातमा छैन 11 वर्ष भयो होला मिसेर 11-12 वर्ष भयो 11-12 वर्ष त पुगेको त अनि गुल्ट्यौ त तिमी हामीलाई 2-3 चोटि तिमी त गुल्ट्यौ त 2-3 चोटि होइन नि जस्तै एकचोटि मात्र नि त्यही पनि 7मा हो कि 7मा चाहिँ ब्याग लाग्यो अनि त्यही अनुसार सुन्नु ब्याग लगाएर औडा भएको कि नत्र त लिएर म भन्नु गाइजमा मान्छे मात्र सानो मान्छे हेर्दा मात्र सानो हो मान्छे हेर्दा मात्र सानो हो होइन हेर्दा मात्र सानो तर म अहिले हुनुपर्ने 11मा हो मेरो सोच पनि ठुलो है मेरो जस्तै शरीर मेरो जस्तै मोटाइ यिनीहरू भन्दा मेरो दिमाग चाहिँ 10 गुणा अगाडि हो भनेर म भन्दिनँ है त्यसरी भन्न मिल्ने भएको मैले पहिल्यै भनिसक्थेँ मैले 7मा टप हानिसक्थेँ है अब 1 वर्ष ब्याग लाग्यो केही छैन तर लाठी छिटो कति गएको समय विशाल है 7, 8, 9, 10मा पुगिसक्यो यार अनि अब फाइनल्ली 10मा पुगेका छौँ र हाम्रो 10मा आधी जति आधी त गइसक्यो कि अब स्कुलको गाइज हामी चाहिँ स्कुलको ड्रेस लगाएर घुम्न जानु लाग्यो है यी कपडै नहुने कि गाइज के धरेर घुम्न जानु लाग्यो कपडै नभएर सबले स्कुलको ड्रेस लाएर आएन कि गाइज हेर्नु न म दुईजना स्कुलको ड्रेस लगाइराखन् अब तपाईँहरूले चाहिँ म एकछिन भ्यू देखाउँछु ल हेर्नुहोस् त गाइज किरा फुल्टु सबै किरा यी मान्छेहरू यसरी प्लात्त पर्छन् हेर यो भर्याङ हेर्नु न भर्याङ त यस्तो ठाडै छ त अनि कहाँबाट हुन्छ त नि कहाँबाट गतिलो हुन्छ कहाँबाट साध्य लाउँछ के गर्ने यस्तै छ हाम्रो विशाल दाइले पढाइदिएको भए यो सिडी एकदम राम्रो हुन्थ्यो यस्तै हो है अब एकछिन चाहिँ हामी चाहिँ ब्रेक लिनुपर्ने हुन्छ यहाँ ब्रेक लिनुपर्ने हुन्छ हाम्रो चाहिँ ब्रेक लिनुपर्ने हुन्छ यार